गाउँपालिकाको त्यो चाहिँ यहाँबाट ठ्याक्कै सुरु भयो। गजब भयो। यति भएपछि पानी पुग्छ ल। नमस्ते नमस्ते, हामी 5 पोखरी थाङपाल गाउँपालिकाको गेटमा छौँ। हाम्रो यहाँबाट यात्रा जारी रहनेछ। यहाँ गाडी यहाँ छ, यही गाडीबाट हामी हिँड्दैछौँ। 3 बजे 3:30 बजे काठमाडौँबाट अहिले यहाँ पुग्यो। रमाइलो छ। बेलुकाको बासको पनि कन्ट्याक्ट भइसकेको छ। रमाइलो छ। अलिअलि पानी हिमाल पहाडतिर पानी परिरहेको छ, अलिअलि झमझम पानी। यता त ठिक छ, यताको मौसम। यसरी जाँदैछौँ। हस्, नमस्ते गाइस। हामी बिहान 5 बजेको छ। अब हाम्रो थोरै 10 मिनटको यात्रामा यो गाडीमा हामी हिँड्नेछौँ। त्यसपछिको हिँडाइ सुरु हुनेछ। अहिले हामी थापाङ बसेर हिँड्न सुरु गरेका छौँ। त्यहाँ अगाडि आमायागी, माउन्टेन हिमाल, जुगल हिमाल। यहाँ केही आपतकालीन सूचनाहरू गएको। यहाँ नोटिस बोर्ड। दूरबिन लाएर हेर्नुपर्छ। यो दूरबिन छ है, बोक छ पछाडि, तर म बोक्दिनँ। तिमी यदि इन्ट्रेस्टेड भोकान बोका सारी भागले नखाने ज्यान छ यार। तिमी उजाड डाँडा है। बिजुली लोकलमा पुऱ्याइदिनु होला है। गाउँको उसलाई सहुलियतमा हुन्छ नि त। लोकल हो, यहीँको जति नि अब पानी जति छ। कति युनिटसम्म त फ्री पनि गरेको छ सरकारले। बाल्नलाई ठिक हुन्छ नि, पाल्नलाई मात्र फ्री नै गरिदिएछ कि। नेपाल दर्शन 5 पोखरीको यात्रा गर्दा बस पार्क छिम्टी। तल्लो बाटो है। वेलकम टु छिन्ताम छिम्टी। सुरु भयो यो अहिले ठिक छ, अहिले यहाँ छ। पछि मलाई त त्यति चाहिने ओह्राला यसो चाहिन्छ कि भन्ने हो। ओह्राला किनकि खुट्टा काम छ नि त कतिपयको। खुट्टा काम छ, खुट्टा काममा लट्ठी चाहिने उकालो हुन्छ नि। आमायाङ्गी चाहिँ त्यो परको पिक्चर लाग्यो है राम सर मलाई त यार। हो
त्यहाँबाट चाहिँ नजिक देखाएको थियो नि त हिमालहरू है कि यताको आमा के हिमालय के बोला यार एउटा आगो बोलाएको आगो बलास छ है मैले त्यो आगो घाम सुरु हुन लाग्यो सनराइजको पहिलो त्यहाँ पऱ्यो त्यहाँ आर्टिफिसियल झर्ना मसँग सँगसँगै हिँडेर निमारो पनि रहेछ यार यो त राम्रो फल हो नि निमारो के भन्छ नि यसलाई निमा निमारो के भन्छ नि स्याउ जस्तो लाग्यो स्याउहरू के बोटहरू त स्याउको जस्तो लाग्छ हो र लोकल छेउ झन् दामी यो बेसारको बोट हो क्या स्याउको बोट है हो पानी पनि रहेछ के गर्छ चस्मा के हो नि त नमस्ते गाइस हाम्रो 5 पोखरीको यात्रा सुरु भएको छ हामी 4 जना सहकर्मीहरू साथीहरूको यात्रा यहाँ पछाडि राम सर दीपक सर म यहाँ हाम्रो भरत सर टिम लिडर एकदमै लाग्दैछ हामीसँग कालेले गाइड गर्दैछ अगाडि छ सायद बिचसम्म या माथिसम्म टपमा पुग्न सक्छ यो काली हो क्या हो छ त्यहाँ एउटा सानो झरना देखिरहेको छ साथीहरूले 5 पोखरीको यात्रा गर्दा अब हामी यहाँसम्म छिम्टीसम्म गाडी यात्रा गरेर अब पैदल यात्रा गर्न सुरु गरेका छौँ सानो सानो बाटो अप्ठ्यारो त होइन है दादा आज एकदम आकाश खुला आकाश छ खुला आकाश हिमाल त्यहाँ हिमाल पनि देखिरहेको छ हिमाल छ आमा एग्री टप बाटो त्यहाँ यस्तो हो त्यहाँ मेन्टेनेन्स भइरहेको छ त्यो चाहिँ अलि गल गर्नु पर्यो अब मालिकले नै भनेको छ अलिक त्यो मेन्टेनेन्स भएर उताबाट त्यहाँ ओह्रालो झर्नुपर्छ झुलुङ्गे पुलको लागि हामी यहाँ झुलुङ्गे पुल चढ्दैछौँ एउटा खोलाको खोजमा झुलुङ्गे पुल बनेको छ यहाँ यो झुलुङ्गे पुललाई क्रस गरेर अब चाहिँ उकालो तेर्छ अलिअलि उकालो सुरु हुन्छ घामको सूर्य अस्ताएको छ तपाईँले भने आमा एग्रीको टेम्पल मन्दिरको उदेखि हेरेको आमा एग्रीको मन्दिरको टुप्पा त्यो जो कि गोरुको जुडा जस्तो हाम्रो भन्छ सेम त्यस्तो खाले छ साथीहरू पुलमा झुलुङ्गे पुलमा सबैजना तल हेर्नु क्या दामी झर्ना गाइज स्पेसली 5 पोखरीको यात्रा सुरु भएको छ रमाइलो यात्राका साथ सम्पन्न गरिनेछ हामी हिजो बेलुका हामी छिम्टीमा बस्यौँ त्यहाँबाट त्यहाँ गाडी राखेर पैदल यात्रा सुरु भयो र यहाँ आइसकेपछि एउटा सानो झुलुङ्गे पुल छ त्यो झुलुङ्गे पुल क्रस गरिसकेपछि मात्र थोरै उकालो सुरु हुन्छ यस्तो खाले उकालो छ यहाँ
ऊ यहाँ साथीहरू आइराख्नु भएको छ यहाँ साथीहरूले यसरी हामी पाँच पोखरीको ट्रेकिङको लागि 5:50 मा हिँड्न सुरु गरेका छौँ। अब हेरौँ कति टाइम लाग्छ। सुन्दर ठाउँ छ। 1-2 दिन अगाडि पानी परेकोले यतातिर हरियाली सुरु हुँदैछ। बसन्त ऋतु भएर नि हो। पालुवाहरू पलाइरहेको छ। पालुवाहरू रुखको पालुवाहरू नमस्ते गाइज। पाँच पोखरीको पैदल यात्रा ट्रेकिङको क्रममा देउराली पुगेका छौँ। देउरालीबाट अहिले सूर्यको किरणहरू यतापट्टि देखिराख्नु भएको छ। यहाँ आमायागी जस्ट सिधा हजुरले त्यो गोरुको जुडो जस्तो भन्छ नि त्यस्तो जुडो टाइपको त्यो चाहिँ आमायाग्री। यहाँ हिमाल हिउँको दृश्य पनि देख्न सकिन्छ। रमाइलो दृश्य छ। अहिले हामी छिम्टीमा बास बसेर त्यहाँसम्म गाडीको यात्रा आफ्नै गाडी थियो। त्यही गाडीमा आइयो। त्यहाँ गाडी पार्किङ गरेर अनि पैदल यात्रा सुरु गरेका छौँ। यो देउराली गेट छ यहाँ। अब यहाँबाट हामी आज मौसम खुला छ। एकदम नेट एन्ड क्लिन खुला आकाश। सायद त्यहाँबाट सारा संसार हेर्न पाइन्छ जस्तो आश पलाएको छ। यो दृश्य यस्तो दृश्यहरू सायद कम नै हेर्न पाइन्छ। बसन्त ऋतु भएर होला। यो पालुवाहरू पलाइरहेका छन्। हरियाली सुरु हुँदैछ। यहाँ बाइक पार्किङ रहेछ। यहाँ सायद पाँच पोखरी दर्शन गर्न आउने पर्यटकहरूले यहाँसम्म देउरालीसम्म गाडी नै आउँछ। तर हामीले गाडी तल नै सेफको लागि तल छिम्टीमा नै पार्किङ गरेर हिँड्यौँ। तर बाइक चाहिँ यहाँसम्म आउँदो रहेछ। यहाँ आएर पार्किङ गरेका छन् र यहाँ पार्किङ गरेर सायद हिँडेका होलान्। यो गेट छ। टासिदेलै विङ्गो चाङपो छोरेङ खान्डो डोङ्गे वेलकम भनेको छ। यो सायद तिब्बतीन भाषामा लेखेको हो। यहाँ गेटमा सिपाजी पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 3 भोताङ स्थायी श्री पवराङ ओइबाले उहाँले गेट निर्माण गर्नुभएको रहेछ। यहाँको छ भोताङ छिम्ती देउराली। यहाँ देउराली हो। यो हामी पाँच पोखरीतर्फ लाग्दैछौँ। यहाँ देउरालीबाट पाँच पोखरी 12.4 किलोमिटर छ। यहाँ देउरालीमा सानो रेस्टुरेन्ट देखिन्छ। यहाँ गाइजहरू यसरी हामी फेरि पनि जोडिनेछौँ पाँच पोखरीसम्मको लागि। बाटो यता हो दिदी, माथिबाट निस्किने है। हस्, थ्याङ्क यू। यहाँ दिदीले बाटो गाइड गरिराख्नु भएको छ। यहाँ बाटोहरू कति
यहाँ दुईवटा बाटो रहेछ एउटा तल माथि त्यो भएर यहाँ माथिको बाटो पैदल यात्रीको लागि देउराली होइन दिदी यहाँ देउराली यहाँ देउराली भन्ने ठाउँ अब यताबाट फेरि यो गाउँको गोरेटो बाटो जस्तो बाटोमा हिँड्नुपर्छ उयो क्याम्पिङ गर्नलाई क्याम्पिङ फायरको लागि ठाउँ एरिया यहाँ कतिपय यात्रीहरू फर्किँदै पनि छन् सायद 5 पोखरीबाट फर्केर होला हस् थ्याङ्क यू गाइज नमस्ते हामी अब यहाँबाट टुप्पी डाँडा पुग्छौँ अब यो एक खालको बिरालो समात्तर फाँट टाइपको यता जङ्गल यहाँ रमाइलो दृश्य छ हेरोस् यहाँ क्या गजबको चट्टै पारेर थोरै बादल अलि बादल आइरहेको छ ऊ आधा घाम आधा छाया छ यहाँ राम्रो छ यहाँ मलाई नै राम्रो देखेको छ होला है एक हात आफ्नो नै फोटा लिनै पर्यो यति धेरै ठाउँ टाढा दुःख गरेर आएपछि ल फिल्म सुटिङ गर्न लायक ठाउँ रहेछ गजब छ गजब ल हेर्नुहोस् त्यहाँ बस्ती पातल बस्ती अब जति हामी माथि हिँड्दै गयौँ त्यति बस्ती पनि पातलो हुँदै जान्छ र जति माथि हिमालतिर जाँदै गयौँ हामी त्यति यो जङ्गल पनि पातलो हुँदै जान्छ बोट बिरुवाहरू पातलो हुँदै जान्छ अहिलेको एक मेन दृश्य भने घाम र आधा घामतिर आधा घाम लागेको छैन र हिमाल ऊ त्यहाँ एउटा उता छ सायद यो जुगल हिमालको केही खण्डहर केही भाग हुनसक्छ हस् है यति भन्दै म अझ जोडिनेछु 5 पोखरीसम्मको यात्राको क्रममा रमाइलो गर्नेछु म आज रमाइलो हुनेछ हजुरलाई ठाउँ अनि रमाइलो देखाउनेछु म थ्याङ्क यू भेरी मच एउटा कुरा के छ भने 5 पोखरीको लागि यातायातको सुविधा छैन यहाँ यसरी खच्चरबाट यहाँ ग्यासको सिलिन्डर खानेकुराहरू यसरी बोकेर लानुपर्छ खानेकुरा यसरी बोकेर लगेर अनि मात्र पर्यटकहरूलाई उहाँहरूले खुवाउनु पर्ने हुन्छ अब त्यसरी गर्दा यहाँ मेन ढुवानी हुने खच्चर दाइहरूले यसो 3टा खच्चरमा ड्राई फ्रुटहरू खानेकुराहरू यसो बोकेर हिँडिराख्नु भएको छ हेर्नुहोस् त्यो खच्चरले यहाँ सिलिन्डर 2टा सिलिन्डर यो स्पेसल्ली यो हाम्रो लागि हो हामीहरू आएर बस्दाखेरि त्यहाँ ल जा बस्दाखेरि सजिलो होस् त्यहाँ बस्न सजिलो हुन्छ यहाँ खानेकुराहरू चाउचाउहरू एकदमै छ यो खच्चरको प्राइस समथिङ 1 लाख हो नि त 1 लाख एउटा खच्चरको 1 लाख हो है पर्छ पर्छ यो हुम्ला जुम्लातिर नि यसरी खच्चरबाट पहिला यो ढुवानी गरेको अहिले पनि कतिपय ठाउँमा यसरी खच्चरबाट नै ढुवानी गरिन्छ यो एक खालको सवारी यातायात यो खच्चर यातायातद्वारा ढुवानी गराइन्छ यो यसले समथिङ खच्चरले आधी क्विन्टलसम्म बोक्छ नि दाइ बोक्छ आधी क्विन्टल 60 केजीसम्म बोक्छ यो यसको क्षमता भार यो राम्रो छ यो बोक्न सक्छ यसले यो तराईको जात हो यो होइन यो तराईको खच्चर जात हो यसले अलिक कम
चाहिँ अगाडिको चाहिँ पाहाडको यो पाहाडी जात यो खच्चड यहाँ फेरि हजुरलाई गाइजहरूलाई म भन्ने यो घोडा क्रस बाटो हो यो क्रस बाटो हुन्छ यो गधा र घोडा क्रस भयो भने अनि यो खच्चड हुन्छ क्या अरे यो स्पेसली ढुवानीको लागि मात्रै प्रयोग हुन्छ यो हेर्नुहोस् हामीलाई यो ब्ल्याक डगले नि पछाडि राखेको छ यो साइड यसरी यो 5 बकेटसम्म नै जान्छ होला आइज काली आइज कति वर्ष भयो दाइ यसरी ढुवानी गर्न सुरु गर्नुभएको 3-4 महिना है यो सधैँभरि यसरी चलिरहन्छ कि जाडोमा अलिक कम चल्छ होला है अब यो 2 महिना चैत्र वैशाख जेठ 3 महिना भदौसम्म यहाँ दाइको भनाइ हुन्छ भदौसम्म चल्छ मलाई पनि त्यही लागेको छ 3 महिना यहाँ राम्रो चल्छ किनकि पछि अझै वर्षामा बाटो ब्लक हुन्छ बन्द हुन्छ मान्छेलाई हिँडुल गर्न अलिक अप्ठ्यारो र यहाँ जुकाहरू पनि अलिक अत्याधिक बढिरहेको छ त्यो बेला हिँड्न जोखिम हुन्छ त्यो भएर मान्छेहरू पर्यटकहरू कमै आउँछन् अनि यहाँ बाहिरी पर्यटकभन्दा आन्तरिक पर्यटक बढी होला नेपालीहरू बढी आउँछन् है दाइ खैरीहरूभन्दा खैरीहरू एकाध आउँछन् है विदेशी पाहुनाहरू एकाध र अनि बढी जसो प्रायः जसो नेपालीहरू आन्तरिक पर्यटकहरूको बढी यो 5 पोखरी ल गाईहरू हामी यसरी जोडिनेछौँ 5 पोखरीसम्मै आज बेलुका दाइहरूसँगै बसाइ हुन्छ गो काठको पुल तर्नुपर्छ यहाँ काठको पुल तरेर खोला छ यो पानी पर्दाखेरि आश्रय लिने ठाउँ यहाँ पानी पर्दाखेरि गुड हेलो हजुर हस् हजुरलाई खेलाउन ल्याउने हो ज्ञानी भएर पछि हस् माम खाइसियो दुध बिस्कुट खाइसक्यो हस् दुध बिस्कुट खाइसियो आज ज्ञानी भएर बस्ने हस् ओके झुलवाला खेल्नु ओके हस् ल्यापटप धेरै नहेर्ने हस् ल्यापटप धेरै हेरेर बस्ने खेलेर बस्ने साइकल चलाएर बस्ने नमस्ते गाइज टुप्पी डाँडा आइपुगेको छ यो ब्रङदङ टुप्पी डाँडा होमस्टेमा एउटा एक खालको यहाँ अर्ग्यानिक खाना बस्नुको राम्रो व्यवस्था सामान्य बोर्डमा यहाँ म्याप रहेछ यहाँ हामी यो टुप्पी डाँडा सम्मको 2720 मिटर हाइटमा छ टुप्पी डाँडा सायद अलिअलि आजको मौसममा अलिक बादल थोरै बादल नि छ बादल आइरहेको छ अलि सायद हिमालतिर पानी नि अलिअलि पर्ने छ देखिन्छ यहाँ एक खालको यहाँ बस्नुको लागि बास बस्नुको लागि यहाँ टिनको एक खालको होटलहरू 4-5वटा होटलहरू बस्न योग्य छन् तातो चिसो खानेकुरा सबै पाउँछ नि दाइ सबै पाउँछ यहाँ टुप्पी डाँडा फर्केर आउँदाखेरि बास बस्नुलाई आएर यहाँ खाना खानु बस्न योग्य देखिने रहेछ यहाँ हेर्नुहोस् दृश्य पहाडहरू सेतो ग्राउन्ड बादल अलिअलि बादल आइरहेको छ अलिअलि पछि पानी पर्ने सम्भावना देखिन्छ यतापट्टिबाट आमायाग्री देखिन्थ्यो अहिले अलिक छोपिएछ आमायाग्री अलिक छोपिएछ आमायाग्री गुड
यो टाढाबाट चाहिँ देख्छ उताबाट नमस्ते गाइज 5 पोखरी जाने क्रममा यो हिले भन्ने ठाउँ रहेछ यहाँ ताङ्गु खोला 5 पोखरी ताङ्गु खोला यो पुल हो म अहिले यहाँ पुलमा आइपुगेको छु आज पानी परिरहेको छ सिमसिम पानीले गर्दा यो प्लास्टिक चाहिँदो रहेछ यहाँ त्यही भएर प्लास्टिक युज गरेर चाहिँ यो ताङ्गु खोला हेर्नुहोस् यो सायद पानी अस्ति गएको बाढीले गर्दा होला जति ठुलो पहिरो आएको छ यहाँ आएको छ यहाँ 2टा खोला रहेछ एउटा यताबाट आउने खोला एउटा यताबाट आउने खोला सायद 5 पोखरीको यही नै होला सायद बाट आउने खोला यो यहाँ रहेछ अब यो झुलुङ्गे पुल क्रस गरेर म यहाँ पारिपट्टि साथीहरू पछाडि आउँदै हुनुहुन्छ यहाँ ओत लाग्ने चाहिँ एक ठाउँ ओत लाग्ने भने हजुरलाई थाहा होला पानीबाट बच्नको लागि एक खालको पानी नबिजाउने गरी सपोर्ट गर्ने ठाउँलाई ओत लाग्ने भन्छ हाम्रोतिर है त्यो छ उकालो रहेछ यो झुलुङ्गे पुलको गजब छ यहाँ अहिले एकछिन वेट गरी बसिन्छ हामी पानीहरू पनि साथी आउन्जेलसम्म 5 पोखरी थाङपाल 3 मा हो हाम्रो अगाडि आएको साथीहरू पनि यतै हुनुहुन्छ पानीले गजब पानी परिरहेको छ यो ल एकछिन जोडिनेछौँ हस् ल साथीहरू हामी 5 पोखरीको पैदल यात्रामा भोताङ भन्ने ठाउँमा पुग्यौँ यहाँ जस्ट उकालो 1 घन्टाको उकालो चढेर समथिङ जस्ट 1 घन्टाको उकालो रहेछ त्यहाँ आधी घन्टा जति उकालो चढ्यो अझ आधी घन्टा उकालो बाँकी छ यहाँ यसरी जानुपर्दो रहेछ यहाँ यो उकालो अलि 5 पोखरीबाट आउँदा अरूभन्दा अलि बढी एक खालको रफ्तारको अलि ठाडो उकालो भने यो उकालो रहेछ यो उकालो चाहिँ लाग्यो अनि लोकेसन हेर्नु त क्या राम्रो अघि भर्खरै पानी परेको थियो अहिले घाम लागेको छ यहाँ लागेको छ उ हेर्नुहोस् त्यहाँ डाँडाकाँडा जस्ट अघि पानी पर्दाखेरि उता हिउँ परेको थियो उ त्यो हिउँ परेका डाँडाकाँडाहरू यताको क्या राम्रो लेक छ यसरी नै हामी हिँड्नेछौँ यो एक खालको राम्रो गजबको उ हेर्नुहोस् ऊ गुराउँस यो त गुराउँस चिमालो भन्छ यसलाई है चिमालो हो यो खान योग्य हुँदैन विषादी हुन्छ विषालु हुन्छ यो खायो भने गाई बाख्राहरू र भेडा बाख्राहरू खाएपछि यस्तो सेतो खालको खायो भने मर्छन् भन्ने सुने त्यो हामीले सायद त्यही नै होला उ हेर्नुहोस् यहाँ छ देख्नुभयो उतै पुरै लटरमा फुलेको छ उ तल हेर्नु तल चाहिँ पुरै लटरमा फुलेको छ बस्नलाई यहाँ होमस्टे छन् तर प्रायः सुचारू छैनन् उतै तल अलि बागमतीतिर सुचारू नै थिए यहाँ बन्द छन् किनकि यहाँ आजले कम प्रायः चाहिँ कम पर्यटकहरू आउने भएरले गराउने होला है ल गाइस यसरी हामी जोडिनेछौँ यो यात्राको क्रममा रमाइलो इन्जोय हुँदैछ बाटो यो त्यति बाटो पछ्याएर आएको हामी यसरी आएर हुँदै तल पुल तरेर झुलुङ्गे पुल हुँदै यसरी ठाडा हुँदै यसरी आउनुपर्छ हामीले
ख्याल गर्दा हाइकिङ गर्दा ख्याल गर्नुपर्ने कुरा के छ भने यो सिजनमा पानी पर्ने सिजनमा अहिले त यो चैत वैशाख आज वैशाखको 30 गते यो बेला अलिक घरि पानी घरि घाम भइरहन्छ। त्यो भएर पानी पर्दा ठुलो पानी पर्दाहरू सकभर बाटो हिँडुल गर्दा अलिक जोखिम हुनसक्छ। त्यो भएर ठुलो पानी पर्दा ओत लाग्ने ठाउँ जहाँ कि यस्तो स्टेमा बस्दै गर्ने पर्छ भने अनि जब घाम लाग्छ र पानी नपरेको बेला शीतल भएको बेला यसो अलि हिँडाइको रफ्तार बढाइयो भने त्यसले मेन्टेन गर्छ त्यो। भएर यो हेर्नुहोस् यस्तो ग्राउन्ड चिमालो भने यस्तो हो क्या गजब छ हेर्नुहोस् चिमालोको बोटो यो हिँडाइको रफ्तार हाम्रो गजबको छ। चौरी गाईहरू चलिरहन् त्यहाँ। ल गाइस सँगसँगै जोडिनेछौँ अहिलेलाई यति नै। गाइस नमस्ते। ल हेर्नुहोस् 5 पोखरी जाने बाटोमा पर्ने पहाडहरू ठुलो ठुलो चट्टानहरू गाह्रोमा चट्टान देख्नुभयो गजबको प्राकृतिक दृश्य छ यहाँ। रमाइला डाँडाकाँडा हेर्नुहोस् क्या गजबको फुल फुलिरहेको छ। क्या दामी फुलहरू छ यहाँ फुल फुलिरहेको छ लटरमा। धुपी सल्लोहरूको वन ठुलो वनहरू यहाँ अलिअलि पानीले अलिअलि बिगारेको छ बाटो। हेर्नुहोस् देख्नुभयो यहीँ गुराँस रातो गुराँस यहाँ त्यहाँ रहेछ। हेर्नुहोस् गुराँसको मौसम सकिने लागे जस्तो छ। यहाँको गुराँस यति रुखको सुके छ त्यहाँको चाहिँ अलि हरियो छ के अरे भन्नाले रातो छ। र यहाँ बाटो हेर्नुहोस् यस्तो बाटो चाहिँ अलि घाम लागिरहेको छ। यहाँ गजब के घाम लागिरहेको छ हौ। पहाड क्या मजाको पहाड छ हेर्नुहोस् त गाड पहाडमा यस्तो बाटो यात्रा गर्नुपर्छ। अब यो खोला तरेर हिँड्नुपर्छ हामीले। बर्खा सायद यो बाटो यो खोला धेरै ठुलो नै बग्छ होला साउन भदौतिर। यहाँ आउन के सकिन्थ्यो होला साउन भदौतिर। यहाँ सायद असारसम्म मात्रै होला ट्रेकिङको लागि। ल हेर्नुहोस् यो खोला सफा एकदम सग्लो पानी। र अब तेर्सो आएर फेरि उकालो चढ्नुपर्छ अलिकति। अब समथिङ आधी घन्टा उकालो चढ्नुपर्छ यहाँ हामी। ल यसरी उकालो चढ्दै हिँड्नेछौँ। गाइस गजब साथीहरू आउँदैछन्। ल आउनु बिस्तारै उयो बाटो त्यो बाटो त्यो त्यसो हुँदै आउँदै यो उकालो जस्ट अलि राम्रै उकालो छ। यसरी चढेर हामी रातो माटो हुँदै यहाँ यसो बस्दै थिएँ। ल यहाँ छ हामी उता यहाँ
चोकर डाँडा यसो भयो मलाई यहाँ एकदमै काठमा बस्नु 5.2 छ यहाँ चोकर डाँडा यसरी हामी हुँदै यहाँ बस्ती सानो सानो बस्तीहरू हुँदै उकालो चढ्दैछौँ हामी धेरै यहाँ बस्नुको लागि पाहुनाहरूलाई बस्नुको लागि यो टिनको घरहरू छ यहाँ ऊ त्यहाँ हामी आएको धेरै टाढा जो क्यामेराले सायद कैद गर्न सक्दैन ऊ त्यहाँदेखि त्यो बाटो हुँदै त्यो त्यसरी खोलाको तिरतिर इन्द्रावतीको किनार किनार हुँदै आयो यसरी तेर्सो तेर्सो बाटो उकालो तेर्सो हुँदै यो उकालो अलि राम्रो गजबको उकालो छ यहाँ आइयो भने यसरी उ त्यहाँ नोस्याम आइयो हामी नोस्याम 5 पोखरी होटल प्रणाली यो चोकर गाङ्गो 5 पोखरी बताङ 3 सिन्धुपाल्चोक पर्छ यहाँ ल हेर्नुहोस् त्यहाँ त्यो पहाडहरू एकदम गजबको पहाड छ यहाँ लसोटासी हामी भेटाएको भाइहरू हो यो भाइहरूले नोस्याम 5 पोखरी होटल उहाँले चलाएको हो अघि आएको थियो होइन भाइ यहाँ खाना बस्नलाई सुत्नलाई राम्रो सुविधा छ हामीले गाडीबाट काठमाडौँ गाडीबाट आइयो भने त्यहाँ झरेर यहाँसम्म बास बस्नलाई उपयुक्त हुने रहेछ यहाँ अब हामी चाहिँ आफ्नै गाडीमा आइया भएर हिजो बेलुका उता अफिस भ्याएर 3 बजे निस्किएर छिम्टी बसेर अब यहाँसम्म अहिले आइयो साथीहरू हिँडा स्पिड अलिअलि कम भएर ठिक छ यहाँ टिनको यसो राम्रो बस्ने खानाको व्यवस्था छ होइन भाइ हाम्रो यहाँ चाहिँ भाइहरू छन् 2 जना यो चुलो यो चुल्हा हामीले यसो यो ग्यासमा छिटो मिठो पानी खान कफी खान यसो चिया उमाल्न सजिलो हुन्छ पानी उडाएको छेउमा ठ्याक्कै बनाएको छु बस्नुको लागि उयो राम्रो व्यवस्था बन्दैछ टन्न 50-60 जना आउँदा नि बस्ने व्यवस्था यो सानो क्याम्पको लागि पालाहरू छ यो अब यहाँ व्यवस्थित हुन्छ यहाँ काठसाट निर्माण हुन्छ भाइहरूले अघि भर्खर तिर्फम पनि ल्याएन बिचार गजममा बसेर भुइँमा बसेर तुङमा बनाउनु भयो झन् तुङमा तान्दै झन् गजबको लागि ठाउँ छ यो गाइजहरू ल हेर्नुहोस् ल यसरी जोडिनेछौँ हस् लाली गुराँस हेर्नुहोस् सेतो यो चिमालो भन्छ हाम्रोतिर चिमालो यो सेतो गुराँस यो पोइजन हुन्छ भन्ने यहाँ छ हाम्रो बुवा आमाले भन्दै हुन्थ्यो पोइजन हुन्छ यसले सेतो चिमालो खायो भने रातो चाहिँ खान मिल्छ यो चाहिँ खायो भने मान्छे भेडा बाख्रा चाहिँ फाट्नै मर्छ अरे होइन भेडा बाख्रा गाईबस्तु त च्वाट्टै मर्छ यो चिमालो माथि हुन्छ है ए चिमालो अलि माथि हुन्छ अरे यो चाहिँ गुराँस सेतो गुराँस हो तर सेतो गुराँस हो चिमालो अलि माथि हुन्छ त्यो चिमालो खायो भने त गाईबस्तुहरू मर्छ भन्ने बुवाहरूले भन्नुहुन्थ्यो पहिला ऊ त्यो खरगहरू छन् भेडा बाख्रा खरगहरू यस्तो रहेछ ल गाइज ल नमस्ते गाइज हामी यता ताप खर्क भन्ने ठाउँमा आइसकेका छौँ यहाँ बोताङ छिम्तीदेखि र 5 पोखरी साइड पोइन्ट जस्तो लाग्छ बिचको पोइन्ट हो जस्तो लाग्छ यहाँबाट अब छिम्ती पुग्न र 5 पोखरी पुग्न बराबर समय लाग्ने या बराबर दूरीको पोइन्ट यहाँ देखाइरहेको छ ठ्याक्क बिच पोइन्ट छ यहाँबाट क्या राम्रो अब टप दृश्य देखिन्छ हिमालहरू अब हिमालको नजिकै पुगे जस्तो देखिन्छ यहाँ अब देखिन्छ उताबाट अलिअलि आज उसु लागिरहेको छ यहाँ
यहाँ ठुलो यसो पानी पर्दा केही पर्दा ओत लाग्ने ठाउँ चाहिँ यहाँ यो देउराली जस्तो चाहिँ फुलहरू गुराउँसको फुलहरू चढाइरहेको छन् चढाएका छन् यहाँ यो हेर्नु गुराउँस क्या गजबको लटरम्म फल्याएको छ फुलेको छ गुराँस त्यसरी अब यो उकालो ताप खरोसम्म राम्रो उकालो रहेछ यो राम्रो उकालो चढेर अब यहाँ पुगिसकेपछि अलिअलि तेर्सो हिँड्नुपर्छ यहाँ यस्तो तेर्सो बाटो छ बाटो राम्रो छ फेरि गुराँसको फुलहरू पुरै गुराँस कस्तो लटरम्मै फुलेको छ गुराउँसै गुराउँस क्या सुन्दर छ है हाम्रो देश नेपाल यहाँ सुन्दरताले भरिपूर्ण एक अनुपम उपहार हो यो यसले हामीले पर्यटकहरूलाई भित्राउन मद्दत पुर्याउँछ हामीले यसरी वन जङ्गलहरूलाई संरक्षण गर्ने प्रत्येक नागरिकको कर्तव्य र दायित्व दुइटै हुनेछ किनकि यो वन जङ्गल र यो सुन्दरता हामीले बचाएर राख्यौँ भने हामीले प्राणवायु अक्सिजन त प्राप्त गर्नेछौँ त्यो सँगसँगै आर्थिक उन्नति आर्थिक उपार्जन र यहाँको कला संस्कृति लाई यसो बाहिरी पर्यटकहरूलाई देखाएर राम्रो मनोरञ्जन दिलाउनेछौँ र यसरी हामीले अब यहाँ अलिअलि सेतो गुराँस पनि देखिन्छ यस्तो यस्तो हुँदै यो हिमाल हेर्नुहोस् नजिकै भर्खरै हिम परेको छ यहाँ ल गाइज अब यो 5 पोखरीको जस्ट अब सायद 1 घन्टामा 1-2 घन्टामा पुगिन्छ भन्ने छ मैले त अब अलि 1 घन्टामा भ्याउँछ भन्ने लागिरहेको छ यहाँबाट राम्रो त्यो ठुलो पहाडको बिच खोजमा त्यहाँ नै यो 5 पोखरी त्यसरी तेर्सो डाँडाको पहाडको मुनि यसरी आएर यसरी आउँदै यसरी झर्ने हो यो हेर्नुहोस् यो माथि आकाश पनि हेल्यो बादल छ मेरो फोटानी यसो एकात म लिँदै गर्नेछु अब यति टाढासम्म आइसक्यो एउटा फोटो एउटा दुइटा पोज पनि लिनै पर्यो गजबको आनन्द आइरहेको छ यसमा रमाइलो यो छ हिँड्नलाई एक खालको आनन्दै छ त्यति अप्ठ्यारो महसुस लागेन मलाई म किनकि अब हिँडिराख्ने भएर नि होला म प्रायः जसो काठमाडौँको सबै जसो मैले शिवपुरी पिक 2700 समथिङ 2738 समथिङ कति छ त्यसको मैले 14-15 पटक सुरुमा गर्दाखेरि 2 घन्टा 1.5 घन्टासम्म हानेको छु त्यहाँ अनि हात्तीबान हुँदै चम्पादेवी भस्मेश्वर डाँडा चन्द्रगिरी हुँदै त्यसपछि त्यहाँको ओह्रालो झरेर तल रोडसम्म थानकोटसम्म पनि हाइकिङ गरेको छु म त्यसपछि यता फुलचोकी गोदावरी हुँदै फुलचोकी हुँदै सालाघारी रानीकोटको बाटो हुँदै रानीकोट पाइलट बाबा हुँदै सल्लाहसम्मको हाइकिङ गरेको छु प्रायः छु मैले भ्यालीभित्रका सबै पहाडहरूलाई यो बिदाको समयमा हाइकिङ गर्ने गर्छु र अलि लामो दूरीको आज शनिबार बिदाको दिन भएर हिजो शुक्रबार अफिस छुट्टी भयो लगत्तै 3 बजे
काठमाडौँबाट साथीको गाडीमा ट्राभल सुरु गरियो 4 जना। अनि त्यहाँबाट सुरु गरेको यात्रा म यो बाटो नौलो हो, फेरि पहिलोचोटि हो। त्यसपछि त्यो बाटो आएर हामी सुन्दरजाल हुँदै अनि यता यो खिम्तीसम्मको यात्रा गाडीसम्म, अनि त्यहाँ गाडी पार्किङ गरेर त्यसै हिँड्न सुरु गरेका हामीले। हिँड्न सुरु गरेर मेरो हिँडाइ म समथिङ 2 घन्टा 3 घन्टा जति होला रफ्तारले म आफै हिँडेको। 2 घन्टा त रेस्टै गर्नुपर्छ साथीको लागि। त्यसपछि ऊ साथीहरू कहाँबाट हामी त्यहाँ माथि 5 बजेदेखि भाइहरू कति रसी लाग्ने पुगेपछि यसो पुगेपछि सायद आनन्दै महसुस हुन्छ जस्तो लागिरहेको छ। यहाँ साथीहरू कति खुसी छन् ऊ हेर्नु त। भ्यू पोइन्टमा सायद हुसुले गर्दा है सायद ऊ नहोला, त्यहाँ भ्यूहरू देख्न नपाइएला, तर अहिले चाहिँ राम्रो भ्यू देख्न पाइएको छ भाइहरू। ल बाई बाई, बेस्ट अफ लक। ल थ्याङ्क यू भेरी मच। ल भाइहरूले थ्याङ्क यू दिनुभएको छ, एकदम जोस जाँगर ऊर्जाको साथ। नो 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 ड्रिङ्क। भाइहरू भन्दै हुनुहुन्छ ड्रिङ्क गर्नु हुँदैन भन्छन्। म पनि भन्छु यात्रामा कसैको यदि ड्रिङ्क गर्ने बानी छ भने नि सायद उपयुक्त हुँदैन, किनकि तपाईँले हाइकिङ गर्नुभयो, यात्रा गर्दाखेरि एक खालको टेम्परेचर उसको मात्रा बढिरहेको हुन्छ, त्यहाँ मुटुको मात्रा एक लेभल हाई भएको हुन्छ र तपाईँले ड्रिङ्क गर्नुभयो भने त्यसले त्यो अनब्यालेन्स भन्छ, त्यो मुटुलाई अलिक खतरा हुने गर्छ। यो भाइहरूले यो गीत बजाउँदै रमाउँदै फर्किनु भएको छ। भाइहरू हिजो बेलुका हो? थ्याङ्क यू। अनि त्यो भएर मैले जोड्नु खोजेको ड्रिङ्कको कुरा, त्यो भएर यात्रा गर्दाखेरि सकभर राम्रो होइन। यात्रा गर्दा यस्तो ओह्रालो चढ्दा विशेष गरेर हामीले यसरी हाइकिङ, ट्राभल, ट्रेकिङ, यसरी माउन्टेन क्लाइम्बिङ गर्ने भनेको अब वर्षाई प्रासुमहरूको भ्यालीभित्र हुन्छ। भ्यालीभित्रको धुवाँ धुलो एक खालको कतिपय पढाइको सिलसिलामा हुनुहुन्छ भने स्टेज एक खालको कलेज जाऊ, कलेजबाट घर आउने एक खालको चेयरमा बस्यो, आएर घर त्यसरी बस्यो। अनि जब होल्डर हुनुहुन्छ भने नि कुर्सीमा एकरो बसिराख्नुपर्ने, कुर्सीमा बसिराख्दा ढाडको र शरीरको समस्या र अनि पेटको अलिअलि पेट लाग्ने जस्तो कुरा हुने र अनि त्यसपछि अनि खानेकुरा नि काम गरिन्छ, खाना नि अलिअलि खानु पऱ्यो, त्यो खाँदा अर्को गर्दा त्यसपछि त्यसले ज्यानको पनि एक खालको भद्दा मोटोपन हुने देखिन्छ र अनि त्यसले गर्दा सुगर, प्रेसर, डायबिटिज जस्ता जाने रोगहरू हामीले त्यसलाई आश्रय दिन्छौँ। र अनि मेन अब यसो मर्निङ वाक त कतिपयहरूले मर्निङ वाक गरेर मर्निङ वाक अनि फुटसलमा गएर अलिअलि पसिना त बगाउनुहुन्छ, तर त्यसले हामीले त्यहाँ कुद्दा हिँड्दा लिने अक्सिजन त फेरि त्यहीँ भित्रकै हो। त्यसले गर्दा पूर्ण रूपमा केही रूपमा त अब सबै कुरा खराब त हुँदैन, केही हकमा राम्रो नै हुन्छ। त्यहाँ अब 50% एक्सर्साइज गर्दा तपाईँले शरीरलाई अर्कोले राम्रो त होला। तर एउटा कुरा के छ, मसँग एकजना सर नै आउनु भएको छ, तर उहाँ फुटबल खेलिराख्ने हो, तर अहिले उहाँलाई यो उकालो चढ्दा
यसो दम लाए जस्तो हुने उकालो हुने मैले नै सुनेको थिएँ। यसो फुटबल खेल्ने बानी भएकोहरू पनि उकालो चाहिँ खासै त्यति नसक्ने हुने रहेछ त्यो। म चाहिँ यसो टाइम मिल्यो भने मलाई यो नसा भन्छ नि, नसा क्या नसा, जो नसा हो तपाईँको यो मदिराको नसा मात्रै नभएर सबै कुराको नसा हुँदो रहेछ। जस्तै प्रेमको नसा, तपाईँले यता कता प्रेममा पर्नु भएको छ भने पनि तपाईँ म्यारिड हुनुहुन्छ भने पनि, अनम्यारिड हुनुहुन्छ भने, या वृद्ध हुनुहुन्छ, जवान हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ प्रेममा हुनुहुन्छ, या केटा होस् या केटी जो कोहीमा हुनुहुन्छ भने तपाईँलाई एक खालको लत नसा पर्यो भने तपाईँ ऊ बिना तपाईँले खाना बस्नु र एकपटक एकछिन बोलिदियोस्, एकपटक एकछिन भए पनि अनुहार हेर्न पाइदिएको भए भने जस्तो। र प्रायः जसो तिनीसँगै उनीसँगै उहाँसँगै यसो सधैँभरि बिताइराखौँ भने जस्तो हुने गर्छ प्रेममा नसा। त्यस्तै मलाई यो हाइकिङ र यसो को नसा जस्तै परेको छ। जस्तै शनिबार भयो भने यसो निद्रा, मर्निङ वाकमा पनि त्यस्तै छ। तपाईँले बिहान उठ्नुभयो 6 बजी लाग्यो भने निद्रा खुल्छ, छटपट्टि हुन्छ, के गरौँ जस्तो लाग्छ, निद्रा खुल्छ, सोध्ने निद्रा पनि लाग्दैन। त्यही भएर उठे मन लागिहाल्छ। त्यस्तै हाइकिङ क्रममा म प्रायः जसो अब यो 6-7 महिना जति भयो प्रायः चाहिँ म हाइकिङ गरिरहन्छु। म हिमाल यसो पाहाडतिर काठमाडौँका डाँडाकाँडा चढिरहन्छु म। त्यो भएर एक दिनको कुरा सुनाउँछु म। मेरो सासुआमा, सासु ससुरा बुवा आउनुभएको थियो, रुममा बसिराख्नु भएको थियो। यो दिन आज त्यो बिदाको दिन थियो, समथिङ बुधबार थियो होला, भोलि थियो। मैले खाएर आज खाना खाएर यसो पल्टिरहेको थिएँ, 11 समथिङ बजेको थियो। यसो पल्टिरहेको थिएँ, खालि कहिले कुनै दिन काम पऱ्यो भने अफिस पनि गइन्छ बिदाको दिन, नत्र यसरी हिँडिराख्नु पनि। अनि सुतिराखेको 11 बजे जुरुक्क उठेर हिँड्ने मन लाग्यो। जुरुक्क उठेर म एकैचोटि त्यहाँ म बस्ने सानो ठिमीतिर हो, सानो ठिमी सिटीपिटी पछाडि, त्यहाँबाट गठागर गएर पब्लिक गाडी चढेर अनि सिधै गोकर्णेश्वर हुँदै गोकर्ण गएर शिवपुरी नागार्जुनको गेटमा गएर 100 रुपियाँको टिकट काटेर टपमा समथिङ 1 घन्टा 15 मिनटमा शिवपुरी पिकमा, जो कि 2738 समथिङ मिटर छ, त्यहाँ उकालो राम्रो छ। तपाईँले त्यो पूर्ण समय 1 घन्टा 15 चाहिँ उकालै चढ्नुपर्छ। त्यति उकालो चढेर अनि आधी घन्टामा तल झरेर फेरि 2 बजे तल झरे 3 बजे म रुममा पुगेको छु। त्यसरी त्यो नसा एक खालको तपाईँले नसा हुँदो रहेछ। हामीले मदिराको नसा मात्र होइन, सबै कुराको नसा जस्तै त्यो भएर त्यसले 2टा फाइदा गर्छ। म त्यो किनकि हजुरलाई किन जानकारी गराउँछु भने, र एकचोटि तपाईँ यो बानी पर्नुभयो भने सधैँभरि हिँडिराख्ने बानी लाग्छ। त्यसरी मेरो कुरा मात्रै भन्दा नि हजुरलाई एकछिन भ्यू पनि देखाउँछु। हेर्नु डाँडाकाँडा थोरै थोरै घाम लागिरहेको छ। यहाँ भरिया दाइहरू हुनुहुन्छ, उहाँले 5 पोखरीमा हामीले बस्दाखेरि खाना बेलुकाको खानै नाइट स्टे गर्दा बेलुका खानाको लागि
यसरी बोकेर लानुपर्छ। त्यही खानेकुरा हामीले खाने दुःख छ। सबैलाई मेहनत र परिश्रम गर्नुपर्छ भन्ने मान्यता। म फेरि यस्तो मेहनत यो खाली बस्ने भन्दा नि हिँडिराख्ने मेहनत गरिराख्नेतिर अहिले यसो भएकोले यो चाहिँ रुचाउँछु म होइन। क्या गजब घाम लागेको छ। ऊ त्यहाँ ठाउँ हो भनेअनुसार ऊ 5 पोखरी भने त्यो जो टप यताबाट हेर्दा सबैभन्दा अग्लो हिमाल छ यतापट्टिको, त्यसको मुनि खाल्टोमा नै हो 5 पोखरी। तर यसरी हिँडेर गएर त्यसो हुँदै त्यहाँ पुगिन्छ। त्यो छ त्यहाँ मजाले मलाई त्यहाँ हिँड्नु गजब मजा लागेको। साथीहरू एकदमै पछाडि नै छन्। समथिङ मलाई भेट्न उहाँहरूले घन्टौँ मैले वेट गर्नुपर्छ। मेरो अलि राम्रो छ। मेरो हातमा यो ग्यासको सानो ग्यासको चुल्हा हो। यसैभित्र छ सानो ग्यास सिलिन्डर। यसैबाट हामीले कहिले यसो चिसो पानी तताउँदा अर्को गर्दा खाने गर्छौँ। मैले खाने गर्छु। उहाँहरू पनि 5 पोखरी हुँदै दाइ अघि हामीसँग भेट भएको थियो। यसरी बोकेर आउनु भएको छ 5 पोखरीबाट होइन दाइ? गुड, ठिक छ। नेचरको हामीले नेचरको पूर्ण रूपमा सदुपयोग र यसलाई जोगाएर बचाएर राख्नुपर्ने हुन्छ। यसले फाइदा गर्छ हामीलाई है। त्यसो हुँदै म आएको हो बस्ती, उताको पारिको बस्ती। त्यो हिउँको बाटो हुँदै जानु छ हामीले। अघि पनि देखाएँ तपाईँले फुलहरू देखाएको छु मैले। साथीहरू आउँदैछन्। दिदीहरू नि 5 पोखरी पुगेर फर्किसक्नु भयो। रातो पिरो गाला भएको छ है, हिउँले गर्दा हो क्या हो? ठिक छ, चिसो हिउँ परिरहेको छ है। सनक्रिम यसो लगाउनु भयो होला, त्यो भएर गाला बचाउन सकिन्छ। यहाँ हिउँ पर्दाखेरि हामीले ख्याल गर्नुपर्ने कुराहरू, यहाँ आउँदा सनक्रिम बोक्नुपर्छ र अनि यसो ब्ल्याक अनि कालो चस्मा भयो भने आँखामा राख्यो भने हामीले यसले आँखालाई बिगार्दैन, आँखालाई खाँदैन। नत्र पछि आँखा रातो हुने हुन्छ, आँखा र छालालाई यसो यसले ड्यामेज गरिदिन्छ। हामीले क्लाइमेट हिमाल पर्वतारोहीलाई देखाएको पर्वतारोहण गर्ने मान्छेहरूलाई हामीले प्रासु देखाएको छौँ नि। उनीहरू गाई छालाहरूको स्किन पुरा खाइसक्यो त्यो हिउँले गर्दा एकदमै त्यो हिउँले फेरि तपाईँ यो यस्तो अहिलेको जो घाम र छायामा त त्यति फरक पार्दैन यसले। जब चर्को घाममा हिउँ पऱ्यो भने तपाईँले आँखा हेर्नै सक्नुहुन्न। त्यो लाइट सेतो हिउँको लाइट आँखा पऱ्यो भने त्यसले आँखा नै बिगारिदिन्छ। त्यो भन्दा आँखा रातो बनाउने र कतिपयको आँखा त पाक्ने नै गर्छ। यति कुराहरू मैले यो हिँड्दा र हाइकिङ गर्दा मात्रै अनुभव मेरो होइन कि। मेरो जन्मथलो तपाईँले भन्छु, म जुम्ला हो। जुम्लामा सानैदेखि हिउँ खेलेर हुर्केर त्यही हिउँमा लडीबडी गरेर हिउँमा त अब हामी सानो हुँदा त्यहाँ 5-6 फिटसम्म त्यतिसम्म हिउँ देखाएको थियौँ हामीले। त्यतिसम्म हिउँ परेको थियो र अहिले त परेको छु। यो बेला थोरै समथिङ 2-3 फिट यसो पर्छ। अनि त्यति राम्रो पर्दैन हाम्रो गाउँतिर।
त्यो भएर मेरो गाउँ पनि एक खालको सुन्दर ठाउँ छ। सिन्जा उपत्यका जो कि खस भाषाको उत्पत्ति ठाउँ हो। त्यो छ। ल गाइजहरू म एकछिनमा तपाईँसँग जोडिने छु। अझै राम्रा राम्रा दृश्यहरू देखाउनेछु। हस्, धन्यवाद, नमस्कार, हस्, बाई बाई। नमस्ते गाइज, पाँच पोखरी हिलै नोस्याम पुग्यो। यो 3661 मिटरको उचाइमा छ नोस्याम। यहाँ यसरी नोस्याम पार्टी हो। अब यो नोस्याम पार्टी बाट अब लास्ट पोइन्ट भने पाँच पोखरी हो। त्योभन्दा बिचमा यसो बस्ने खानेको लागि छैन। यहाँ हामीले आउँदाखेरि नोस्याम पार्टीमै खाना खाजा के चाहिँ खाएर मात्रै जाँदा सजिलो हुन्छ। यहाँ नोस्याम पार्टीबाट हेर्ने दृश्य यतापट्टि आमाएग्री भने उठो जुडो जस्तो छ, गोरुको जुडा जस्तो त्यो आमाएग्री। अब यसरी यो हिमालहरू यहाँ नजिकै देखिने पाँच पोखरीको जाने खाल्डो। यसरी हुँदै गएपछि यतापट्टिको दृश्य पनि यहाँबाट हेर्न पाइन्छ। यहाँ बाटोको दृश्य यतापट्टिको तल बस्ती छ, माथि उता हिमालहरू। चिसो सुरटो चलिरहेको छ अहिले, 2 बज्न लाग्यो। चिसो सुरटो छ। यहाँ सबै चिमालोको बोट भन्छ यहाँ। यसरी यो यहाँ छ। यहाँ यसरी अहिले घाम राम्रो छ, घाम लागिरहेको छ यहाँ अहिले। यो सबै फाँटहरू भन्नाले त्यो बिरुवाहरू नभएको के भन्छ त्यसलाई, पाखोहरू। यो माथिल्लो समथिङ 3600 मिटरभन्दा माथि उचाइमा यस्तो खाले वनहरू हुन्छ। यो यस्तो वनहरू, यो झार यो हुन्छ। यहाँ तलदेखि नै ती यो गाई बस्तुहरू चौरीहरू राख्ने खरकहरू त्यहाँ तल त्यहाँ। त्यसरी यो वन पाखाहरू हेर्नुभयो। यो पाखाहरू छ। त्यो यताबाट जाने बाटो भने खरत जाने भन्ने बाटो हो। यहाँ खरतमा जान्छ। यहाँ ल्याउँदै यसरी छ, रमाइलो छ। सुन्दर दृश्य। घाम अहिले त घाम छ। यहाँ घाम लागिरहेको दृश्यमा चिसो त्यत्रो चिसो छैन आज। राम्रैसँग पर्यटकहरू गइरहेका छन् यतातिर। भिडियो लिनु पर्यो। लेको लाग्नुहुन्छ त्यो अलि चिरलाई बिस्तारै बढी बिस्तारै यसलाई मिलाउँदै लाग्नुहुन्छ। यसो त 400-500 मिटर छ भने 600 मिटर ग्यापमा हल्का है। गजब आयो उसु। ल यो रमाइलो उसु पुरा अन्धकार छ। यो बाटो नि यस्तो खाले बाटो छ। हिँड्न बिस्तारै हिँड्नु मिल्ने खालको बाटो हो यो बाटो। यतिको बाटोमा हिँड्नलाई हिमालको यो सुरेटो
हिउँको सिरेटो चलिरहेको छ यहाँ एक खालको यहाँ हिमालमा छिनभरमा पानी पर्ने छिनभरमा घाम लाग्ने यो मौसम फेरबदल भइरहेको छ यहाँ हिँड्दाखेरि सावधानीपूर्वक बिस्तारै हाई अल्टिच्युड 3600 भन्दा माथि यसो लेक लाग्ने अनि हुन्छ यसो मुखमा लसुन यसो अदुवा सदुवा यसो राखेर हिँड्न उपयुक्त हुन्छ यसो कङ्कट ढुङ्गाहरू छन् यहाँ यहाँ सायद परापूर्व कालमा ठुलो बाढी पहाड फुटेर या हिम पहिरो या कुनै केही हुँदा पहाड फुट्दा निस्केको ढुङ्गाहरू हुनसक्छ यहाँ यहाँ केही छिनमा हिउँ परेको थियो अहिले हिउँ पक्लेर गएको छ यहाँ अहिले केही छिनभरमै हिउँ पर्छ यहाँ हिउँ हो यो यहाँ हिउँ छ अहिले हिउँ देख्न पाइन्छ हामीले माछा पाँच पोखरीमा सम्म हिउँ पुरै जमिन हिउँले छोपेको दृश्य अघि भर्खर आउनु भएकोहरूले देखाउनु भएको थियो त्यसै यहाँ पनि बाटा हिउँ पर्छ यहाँ समथिङ 3671 समथिङ 3700 मिटर उचाइमा छौँ हामी यहाँ प्रायः जस्तो हिउँ पानी पर्दा हिउँ पर्छ यो सिजनमा हामी 4100 मिटरमा जाँदा त्यहाँ त हिउँ पर्ने भइहाल्यो नि हेर्नुहोस् त्यहाँनिर थियो अहिले फेरि यहाँ घाम लागिरहेको छ फेरि घाम लाग्यो फेरि पहाडको मौसम को भर चाहिँ हुँदैन घरिभर एकैछिनमा चिसो एकैछिनमा तातो मौसम चेन्ज भइरहन्छ त्यो भएर यहाँ धेरै कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ बाटो हिँड्दा मौसम क्लियर भएको बेला यसो बाटो काटिहाल्नु उपयुक्त हुन्छ किनकि पानी पर्दा ढुङ्गाहरू यसो आउने अलि पानी बढी पर्दा हिउँ बढी जमेको छ भने यसो हिउँ पहिरो यसो हिमस्लाइड पनि हुने सम्भावना देखिन्छ त्यो भएर अलिक ख्याल गर्नुपर्ने हुन्छ यो एरिया सबै हिउँ पहाडमा हिमालमा ढुङ्गाहरू कङ्कडहरू छन् ठुल्ठुलो कङ्कडहरू पहिरो जस्तै गरेर आएको छ सायद त्यही नै होला यहाँ तर बाटो चाहिँ गजब राम्रो बनाएको रहेछ यहाँ यो संरक्षण समितिले बनाएको रहेछ यता हाम्रो सहर आउँदै हुन्छ बिस्तारै आउँदै हुनुहुन्छ यहाँ बाटो हेर्नुहोस् कसैको टोपी यहाँ झरेछ क्या गर्मीको अब यहाँ चिसोमा टोपी पनि चाहिन्छ हेर्नुहोस् हिउँ छ हिउँ हेर्नुहोस् यहाँ हामी धेरै हिउँहरू अझ बढी हिउँ देख्न पाउनेछौँ एक खालको यो प्राकृतिक अनुपम उपहार हो यो नेपालको हामीले समथिङ आज काठमाडौँ उपत्यकाको त्यहाँको मौसम त्यसपछि 4-5 घन्टा हिँडेर आउँदा यहाँको मौसम एकदमै फरक छ यो प्रायः संसारमा कमै देशहरूमा यस्तो हेर्न पाइन्छ प्राकृतिक अनुपम उपहार जस्तै हो यहाँको जङ्गल झोरा जङ्गल भन्छ झोरा ठुल्ठुलो रुखहरू हुन्न यस्तो झारीहरू जस्तो हुन्छ यो यस्तो झारपात टाइपको खालको यस्तोहरू बोट बिरुवा हुन्छ पातलो खालको हुन्छ यहाँ अझ अलि माथि गयो भने त यस्तो पनि उनीहरू काई ल्याउ झ्याउ भन्ने पाइन्छ यहाँ पाइन्छ हेर्नुहोस् बिहान हामी सँगसँगै आएको खच्चरहरू अहिले फर्किसके फर्किसक्नु दाइ अनि फर्किनु भयो है ए सामान पुऱ्याएर फर्किहाल्नु भयो कहाँ पुग्नुहुन्छ अहिले चाहिँ त्यही ताङघरसम्म पुग्छ आज त ताङघर फर्किनु बस्नुहुन्छ पुऱ्याएर राख्ने चाउर छ नि त ल ए त्यहीँ राख्ने हस् धन्यवाद ए ल हेर्नुहोस् अहिलेको सामान सारेर खच्चरहरू आइसक्नुभयो यही बाटो हामीले यात्रा गर्ने बाटो सरासरी बाटो हो
उहाँहरू 2 बजे समथिङ 2 बजे त्यहाँ छोडेर पनि फर्किसक्नु भयो उहाँहरूले। हेर्नुहोस् उहाँको हिँडाइको रफ्तार राम्रो छ। यसरी अरू पनि हाम्रो माइपरीको तर्फबाट भाइहरू अझै पनि फर्किँदैछन् बाटोमा। धेरै तल तल हेर्नुभयो भने बस्तीहरू पातलो पातलो बस्तीहरू छ त्यहाँ बस्तीहरूमा यहाँ प्रायः जस्तो तामाङ बस्तीहरू बसोबास गर्ने बाहुल्यता देखिन्छ। हाम्रो भाइहरू 5 बजीबाट आएको भाइहरू है। हेर्नुहोस् 5 बजीबाट भाइहरू फर्किसक्नुभयो। उहाँ 5 बजी हेरेर फर्किसक्नुभयो। यहाँ जडीबुटी पनि टन्ने खानी हो। यहाँ जडीबुटी राम्रो पाइन्छ, यात्राको माछा पाइन्छ भन्दै हुनुहुन्छ अघि हामीले भात खाएको त्यहाँ होटलमा दाइले। अलि तपाईँलाई एउटा जोखिमको एउटा सानो सन्देश दिन्छु मैले। यहाँ एउटा देख्नुभयो यो हिउँ, यहाँ पाहाडमा चट्टानमा हिउँ पर्छ। हिउँ परेर त्यहाँ पाहाडमा हिउँ बस्न सक्दैन, त्यहाँ स्लाइड भएर हिउँ झरेर आउने गर्छ। यसरी पानी पर्दा र हिउँ पर्दा यस्तो बाटोमा अत्याधिक ख्याल गर्नुपर्ने हुन्छ। हिउँ त्यहाँ हिउँ पर्छ, हिउँ परेर हिउँ त्यहाँ सिला भन्छ ढुङ्गामा बस्न सक्दैन। त्यो बस्नु यसरी त्यहाँ स्लाइड हुन्छ, त्यहाँ स्लाइड भएर यसरी आउँछ र बाक्लो हिउँ पर्दा यो स्लाइड भएर ल्यान्डस्लाइड हुने सम्भावना देखिन्छ र हिउँको पहिरो यहाँ झर्छ। त्यो भएर प्रायः जसो हिँड्दाखेरिमा हामीले पानी पर्दा हिउँ पर्दा अलि यो बाटो छिटो छरितो कट्ने गर्नुपर्छ, किनकि यहाँ हिउँ आउँदा हिउँको बाक्लो पहिरोले गर्दा ढुङ्गासहित आउँछ र अलिक जोखिम पर्ने सम्भावना देखिन्छ। यस्तो ठाउँमा हामीले ख्याल गर्नुपर्ने कुराहरू त्यो नै हो। झन् मौसम फेरि अहिले भर्खरै तपाईँले मैले घाम देखाएको थिएँ, अहिले भर्खरै अब यो हुसु यस्तो खाले हुसु फेरि चिसो सुरेटो आइसक्यो। यहाँ कतिखेर पानी र पर्छ र कतिखेर घाम लाग्छ भन्ने अनुमानै गर्न सकिँदैन। छिटो मौसम फेरबदल भइरहन्छ। त्यो भएर हामीले सावधानी बाटोमा हिँड्दा सावधानी अपनाउनु पर्ने उपायहरू यो सबै हिँड्दाखेरि सँगसँगै ग्रुपमा हिँड्ने साथीहरू सँगसँगै हिँड्नुपर्छ। यस्तो ठाउँमा हिँड्नुपर्ने हुन्छ। यहाँ किनकि लामो दीर्घ उकालो चढेर आउँदाखेरि इनर्जी एकदम लस भएको हुन्छ र चक्कर आउने र अनि लेक लाग्ने भन्छ, त्यसले गर्दा चक्कर आउने अनि गर्ने सम्भावना हुन्छ। र साथीहरू कतिपयलाई यस्तो हुँदा डल्लै लड्ने हुने हुँदाखेरि सँगसँगै हिँड्दा यसो एकले अर्कालाई यसो सँगसँगै हिँड्दा उपयुक्त देखिन्छ। ल हेर्नुहोस् यो बाटो अब हामी 5 पोखरीको पुग्नुलाई 1 घन्टासम्म, 1 घन्टा 1.5 घन्टासम्म हिँड्नुपर्छ। यहाँ राम्रो हिँड्नु पऱ्यो भने 1 घन्टामा पुगिन्छ। र बिस्तारै हिँड्दाखेरि 1.5-2 घन्टासम्मको यात्रा तय गर्नुपर्ने हुन्छ। यहाँ बाटो यस्तो छ यहाँ। ल साथीहरू गाइज म अझ जोडिने छु। यति भन्दै आज अहिलेको लागि यति नै। अझ फेरि नै यहाँ 5 पोखरी गएर फेरि जोडिने छु। हस्, थ्याङ्क यू।